के तपाईलाई थाहा छ युट्युबमा हरेक मिनेट 500 घण्टाभन्दा बढीको भिडियो अपलोड हुन्छ। तर युट्युबको एउटा तितो सत्य के हो भने 90% भन्दा बढी नयाँ क्रिएटरहरूले आफ्नो च्यानल मोनेटाइज हुनुभन्दा पहिले नै युट्युब छाडिदिन्छन्। अर्थात् धेरै जस्तो मानिसहरू रेस सुरु नहुँदै मैदान छोडेर भाग्छन्। आज म तपाईलाई त्यो 90% को भिडबाट निस्किएर बाँकी 10% सफल क्रिएटर कसरी बन्ने भनेर सिकाउँछु। दिनभरि मेहनत गर्यो, भिडियो सुटिङ गर्यो, रातभरि आँखा रातो रातो बनाउँदै एडिट गर्यो अनि अपलोड गर्यो अनि लास्टमा भ्युज कति? त्यही 32 वटा। त्यसमा पनि 10 वटा त आफ्नै अर्को एकाउन्टबाट हेरेको होला हैन त। आज म तपाईलाई कुनै मोटिभेसनको ट्याब्लेट खुवाउनु आएको होइन। मेहनत गर्नुहोस्, सफल एक दिन पक्कै पनि भइन्छ। यस्तै गफ त तपाईलाई आफ्नै काकाले पनि दिन सक्नुहुन्छ। म आज तपाईलाई युट्युबको त्यो कालो जादु वा भनौँ टेक्निकल फर्मुला सिकाउन आएको छु जसले तपाईको डेड च्यानललाई पैसा छाप्ने मेसिनमा बदल्न सक्छ। 1000 सब्सक्राइबर र 4 घण्टाको त्यो अत्यास लाग्दो पर्खाल नाग्न कुनै ठुलो कुरो होइन यदि तपाईसँग सही चाबी छ भने। आजको यो भिडियोमा तपाईको युट्युबको यात्रा सबैभन्दा महत्त्वपूर्ण भिडियो हुनेछ। तयार हुनुहुन्छ? आउनुहोस् सुरु गरौँ। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सबैभन्दा पहिला कुरा गरौँ 1000 सब्सक्राइबरको। यो भनेको तपाईको पसलमा छिर्ने ग्राहक जस्तै हुन्। पहिला 1000 सब्सक्राइबर पुर्याउन जुत्ता फाट्ने गरी मेहनत गर्नु पर्थ्यो। तर अहिले युट्युबले हामीलाई एउटा सिक्रेट चिट दिएको छ, त्यो हो युट्युब सर्ट्स। हेर्नुहोस्, टिकटकले गर्दा मान्छेहरूको दिमाग नै सर्ट फर्म भइसक्यो। एउटा बाँदरको भन्दा पनि कम एटेन्सन स्प्यान छ असल मान्छेको। अर्थात् मान्छेलाई लामो गफ सुन्ने फुर्सद नै छैन। यदि तपाईँ नयाँ हुनुहुन्छ भने सुरुमै 10 मिनटको भिडियो हालेर म भाइरल हुन्छु भन्नु मूर्खता जस्तै हुनसक्छ। तपाईले दिनको 1 देखि 10 वटासम्म सर्ट्स हाल्न सक्नुहुन्छ। तर सिक्रेट फर्मुला के हो भने द हुक लुप। अर्थात् सर्ट्सको सुरुको 3 सेकेन्डमा यस्तो कुरा भन्नुहोस् कि मान्छेले तपाईको भिडियो हेरेपछि मोबाइल स्वाइप गर्ने बिर्सियोस् अनि भिडियोको अन्त्यलाई सुरुसँग यसरी जोड्नुहोस् कि दर्शकले थाहै नपाई एउटै भिडियो 2-3 चोटि बजोस्। जति धेरै रिवाज हुन्छ युट्युबले त्यति धेरै नै मान्छेलाई भिडियो फालिदिन्छ। 1000 सब्सक्राइबर त 1 महिनाको खेल हो साथी। ढुक्क हुनुहोस्, लागि पर्नुहोस्। ल, सब्सक्राइबर त आयो, तर खल्तीमा पैसा झर्न त 4000 घण्टाको वाच टाइम त चाहियो नि। यहाँ धेरै साथीहरू हरेस खान्छन् किनकि सर्ट्सको वाच टाइम मोनेटाइजेसनमा गनिँदैन। अब के गर्ने? यसको एउटै औषधि हो कन्सिस्टेन्सी, अर्थात् निरन्तरता। तर सुन्नुहोस्, 1000 सब्सक्राइबर पुगेपछि कन्सिस्टेन्सी भनेको जे पाए त्यही भिडियो हाल्नु चाहिँ होइन। हप्ताको 2 वटा मात्र भिडियो हाल्नुहोस्, तर त्यो आफ्नो हिसाबले बबाल हुनु पर्यो। सोच्नुहोस्, तपाईँ एउटा चिया पसल जानुभयो, त्यो साउले कहिले पसल खुल्छ कहिले खुल्दैन भने तपाईँ अर्को पटक त्यहाँ जानुहुन्छ? जानुहुन्न नि। युट्युबको अल्गोरिदम पनि त्यस्तै हो। यदि तपाईँले निश्चित समयमा भिडियो हाल्नुभयो भने युट्युबले बुझ्छ कि ओके यो च्यानल सिरियस छ, यसलाई हामी अगाडि बढाउनु पर्छ। अब यो कुराको स्क्रिनसट नै लिनुहोस् किनकि अब म सिक्रेट ससको कुरा गर्दैछु। युट्युबमा सफल हुन 2 वटा मात्र कुरा चाहिन्छ, त्यो हो CTR र AVD। CTR अर्थात् क्लिक थ्रु रेट र AVD भनेको एभरेज भ्यू ड्युरेसन। आउनुहोस्, यो दुइटै के हो र यसले तपाईलाई कसरी हेल्प हुन्छ। CTR भनेको तपाईको थम्बनेल हो। थम्बनेल यस्तो हुनु पर्यो कि देख्ने बित्तिकै मान्छेको औँला चिलाओस् क्लिक गर्नको लागि। तर क्लिक बेट गरेर भिडियो एउटा थम्बनेल अर्कै चाहिँ हुनु भएन, नत्र दर्शकले तपाईलाई ट्रस्ट गर्नु हुँदैन। अरू नेपाली ठुला च्यानलले कसरी थम्बनेल बनाइरहेका छन् तपाईले पनि त्यहाँ इन्स्पिरेसन लिन सक्नुहुन्छ। यसै गरी कुरा गरौँ AVD अर्थात् एभरेज भ्यू ड्युरेसन। मान्छेले तपाईको भिडियो कतिसम्म हेरे त? तपाईले 1 घण्टाको भ्लग हाल्नुभयो भने तपाईको भ्लग पुरै हेर्नुभयो कि 5 मिनट मात्र हेर्नुभयो त? त्यसको मूल्याङ्कन AVD ले गर्छ, अर्थात् एभरेज भ्यू ड्युरेसन। यदि 10 मिनटको भिडियोमा औसत 5 मिनट मान्छे टिके भने तपाईको भिडियो भाइरल भयो भनेर सोच्नुहोस्। यसका लागि भिडियोको बीचबीचमा भिजुअल्स फेर्न सकिन्छ। अलिअलि रमाइलो हाल्नुहोस् र आवाजलाई क्रिस्पी राख्नुहोस्। एउटा कुरा कान खोलेर सुन्नुहोस्, यो सब फर सबको भिख माग्ने काम चाहिँ बन्द गर्नुहोला किनकि यो भनेको आफैले आफ्नै खुट्टामा बल्छोरो हान्नु हो। तपाईलाई सब्सक्राइबर त मिल्ला, तर उनीहरूले भिडियो हेर्दिँदैनन्।
जसले गर्दा तपाईँको च्यानलको रिच मर्दै जान्छ। रिच अर्थात् युट्युबले तपाईँको भिडियो कतिजनालाई फालिदिने, कतिजनाको फिडमा ल्याउने भन्ने कुरा हो। अरूको भिडियो कपी गरेर डलर कमाउने सपना पनि राख्नु हुँदैन, किनकि युट्युब धेरै स्मार्ट भइसक्यो। तपाईँले जे गर्नुहुन्छ त्यही देखाउनुहोस्, चाहे खाना पकाउनुहोस्, गेम खेल्नुहोस् वा मेरो जस्तै मेन्टरसिप दिनुहोस्। आफ्नो मौलिक शैलीमा भिडियो हाल्नुहोस्। नेपाली दर्शकहरूले अथेन्टिक मान्छेहरूलाई धेरै नै माया गर्नुहुन्छ। तपाईँहरूलाई सजिलो होस् भनेर मैले एउटा भिडियो अपलोड वर्कसिट डिस्क्रिप्सनमा राखिदिएको छु। यो वर्कसिट चाहिँ तपाईँले आफ्नो भिडियो अपलोड गरेपछि पब्लिक गर्नु अघि चेक गर्नुहोला र हरेक चेकलिस्ट फलो गर्नुहोला, ताकि तपाईँले पनि आफ्नो भिडियोलाई भाइरल हुने अथवा चल्ने बेस्ट सर्ट दिनुहुन्छ। याद राख्नुहोस्, युट्युब भनेको चिट्ठा होइन, यो एउटा सिप हो, स्किल हो। सुरुको 10वटा भिडियो सायद कसैले नहेर्ला, तर 11औं भिडियोले तपाईँको जिन्दगी बदल्न सक्छ। आजैबाट काम थाल्नुहोस्। यदि तपाईँलाई आजको भिडियो मन पर्यो भने प्लिज कन्सिडर सब्सक्राइबिङ, इट हेल्प्स द च्यानल अ लट एन्ड आई विल सी यु गाइस नेक्स्ट टाइम। बाइ बाइ।